एक रुपियाँ निकाल्छु तिनीहरू तान्छु ल्याउँछु देखाउँछु संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर कसैलाई नछोड्ने बुढो भए पनि नछोड्ने म कसैलाई छोड्दैन यो तपाईहरुको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिन म एकजनालाई छोड्दिन म मेरो देशको कसम खान्छु म मेरो त्यो फलन सोल्जर्सहरुको लागि कसम खान्छु म तेरो गोली खाएको भाइहरुको कसम खान्छु कि म कसैलाई छोड्दिन एक छोड्दिन दुई छोड्दिन तीन छोड्दिन मेरो देशलाई लुट्ने नेताहरु जसरी तिमीले हरेक आमालाई दुःख दिन्छौ हरेक जनतालाई दुःख दिन्छौ कसैलाई छोड्दिन यो हेक्का राख्नु काका भाग्नु छ भाग्नु अहिले नै हो चान्स खोजेर भन्छ झार्छौं हामीले नेपाली जनताले झार्छ अब कसैले झार्दैन तपाईहरु जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौं हामी तपाईहरुलाई यति दुःख पाछ हाम्रो नेपाल आमाले सतीले सरापेको देश भन्छ यति राम्रो छ हाम्रो देश हेर्नुस् हिमाल पहाड तराई म जहिले घुम्न जान्छु मलाई के दुःख हुने बित्तिकै मलाई के गाह्रो हुने बित्तिकै जहिले घुम्न जान्छु झरना हेर्छु कति राम्रो छ पहाड हेर्छु कति राम्रो छ रमाउँदै हिँड्छु म आफ्नो देश हेर्दै घरमा फर्के आएपछि सबैजना त्यही दुःख देख्दाखेरि कति गाह्रो हुन्छ मलाई भाइहरु विदेश गएकै छ बहिनीहरु विदेश गएकै छ अब हामीले नेपाललाई विद्रोह आश्रम बनाउने तपाईहरु भन्नु सबैजना भन्नु त हाम्रो नेपाललाई विद्रोह आश्रम बनाउने तपाईहरु हरेक पत्रकारको जिम्मेवारी हो अब हाम्रो देश बनाउन हामी नेपाली नागरिक हरेक जनाको जिम्मेवारी हो हाम्रो देश बनाउने है चाहे त्यो नेताको कार्यकर्तै होस् हैन उहाँहरु त नेपाली हो नि त जे जस्तो भए पनि हामीले एक हुनु पर्दैन पार्टीले डिभाइड गरेछ हामी कांग्रेस बनाएछ एमाले बनाएछ माओवादी म यो म त्यो ए म नेपाली हो तपाई विदेश जानु तपाईको नागरिकता देखाउनु तपाईलाई के भन्छ कांग्रेस भन्छ एमाले भन्छ माओवादी भन्छ तपाईलाई त नेपाली नै भन्छ त नेपालीमा त्यही कांग्रेस एमाले माओवादीहरु गएर बाहिर जाँदाखेरि तपाई के भन्छ दाजुभाइ नेपाली हो भनेर हक गर्नु हुँदैन हात मिलाउनु हुँदैन अनि तपाई किन म बुझ्नै सक्दिन क्या यो कुरा किन बुझ्न सक्दैन कि हामी पार्टी भन्दा माथि हाम्रो झण्डा छ हाम्रो देश छ भनेर हामी किन बुझ्न सक्दैनौं हामी नेपालीहरु एकदम दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै कोले पोलिटिक्स खेल्छ कोले के खेल्छ हैन आफूले देश मात्र बनाउन इच्छा छ आफूले अरु कुरा केही इच्छा छैन हैन देश राम्रो हो सबैजना राम्रो हुन्छ